नमस्कार, स्वागत छ 25 मिनट्स लोकसेवामा। तपाईँ लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने पक्कै पनि यो स्क्रिनमा देखिएका क्वेसनहरू देख्नु भएको छ होला। यसमा 3टा प्रश्नहरू तपाईहरुलाई मैले राखेको छु। आयकर ऐन 2058 बमोजिम करकट्टी सम्बन्धमा भएको व्यवस्था लेख्नुहोस्, एउटा प्रश्न। अग्रिम करकट्टी भन्नाले के बुझ्नुहुन्छ त्यो लेख्नुहोस्, अर्को प्रश्न। र आयकर ऐन 2058 बमोजिम कस्ता भुक्तानीमा कुन दरमा एउटा चाहिँ प्रश्न गर्यो र कुन दरमा चाहिँ करकट्टी गरिन्छ लेख्नुहोस् भनेर तपाईलाई प्रश्न सोध्ने गरेको छ। फेरि पनि नमस्कार, लोकसेवा 25 मिनट्स लोकसेवामा यो प्रश्नको उत्तर अबको केही मिनेटमा तपाईहरुले प्राप्त गर्नुहुनेछ। यो प्रश्नहरु बारेमा तपाईहरुले हेर्नुहुन्छ भने लोकसेवाका विभिन्न परीक्षाहरुमा विशेष गरी खरिदार, नासुकको राजस्व, प्रशासन र अन्य प्रदेश तहका र स्थानीय तहका परीक्षाहरुमा पनि यी प्रश्नहरु आउने गरेका छन्। हेरौं के रहेछ एकपटक। अग्रिम करकट्टी भनेको तपाईले कुनै पनि व्यक्तिलाई भुक्तानी दिनुभन्दा अगाडि अथवा भुक्तानी गर्ने बेलामा हाम्रो आयकर ऐन 2058 ले, यहाँ चाहिँ मैले सबै ठाउँमा तपाईलाई चाहिँ आयकर ऐन 2058 को कुरा गरेको छु। आयकर ऐन 2058 ले चाहिँ निश्चित प्रतिशत कस्ता प्रकृतिका भुक्तानीमा कति प्रतिशत कर काट्ने भनेर भनेको छ। त्यसरी कुनै व्यक्तिले एउटा आय वर्षमा गरेको आयमा आयकर कानूनमा निर्दिष्ट गरिएका भुक्तानीहरुमा भुक्तानी गर्दाकै बखत लाग्ने कर कट्टी गरी बाँकी रकम मात्र भुक्तानी गर्ने प्रणालीलाई अग्रिम करकट्टी भनेर भनिन्छ। जस्तै यसलाई तपाईले चाहिँ यो उदाहरणबाट बुझ्न सक्नुहुन्छ। कुनै व्यक्तिले तालिममा गएर रु 5000 रुपैयाँ उसले तालिमको दरबाट भुक्तानी पाउनु पर्ने थियो। तर आयकर ऐन 2058 ले के भन्यो भने यदि कसैले अध्यापन गराउँछ भने त्यस्तो खालको अध्यापनमा 15% चाहिँ कर कटेर मात्रै के गर भुक्तानी गर भनेर भनेको छ। भने त्यस्तो अवस्थामा के गर्छ भुक्तानीकर्ता भनेको जसले तालिम सञ्चालन गरेको, जसले तालिममा गएर पढाएको उसलाई 5000 को 15% भनेको 7000 रुपैयाँ 750 रुपैयाँ घटाएर रु 4250 रुपैयाँ मात्रै भुक्तानी दिन्छ। त्यसलाई हामी के भनेर भन्छौं अग्रिम करकट्टी भनेर भन्दछौं। है, यो भनेको अग्रिम करकट्टी। तपाईले भुक्तानी गर्दाकै बखतमा करकट्टी गरिन्छ भने त्यसलाई हामी के भन्छौं अग्रिम करकट्टी भन्छौं। यस्तो अग्रिम करकट्टीको सम्बन्धमा आयकर ऐन 2058 को परिच्छेद 17 को दफा 87, 88, 88 क 89, 90, 91, 92 मा चाहिँ विभिन्न व्यवस्थाहरू गरिएको छ र यसलाई विभिन्न नामले चाहिँ पनि चिनिन्छ। अग्रिम करकट्टीलाई चाहिँ विभिन्न नामले चिनिन्छ। यसलाई भुक्तानीमा करकट्टी पनि भनिन्छ, है, भुक्तानीमा करकट्टी भनिन्छ, स्रोतमा करकट्टी भनेर भनिन्छ। त्यसपछि यसलाई विथ होल्डिङ ट्याक्स भनेर भनिन्छ। जस्तै कुनै एउटा व्यक्तिको कर कुनै अर्को संस्थाले होल्ड गरेर राखेको हुन्छ र उसले के गर्छ कर कार्यालयमा गएर बुझाइदिन्छ। त्यसैले यसलाई के भनेर भनिन्छ विथ होल्डिङ ट्याक्स भनेर पनि भनिन्छ। तपाईहरुलाई परीक्षामा आउँदाखेरि अग्रिम करकट्टी पनि भन्न सक्छ, स्रोतमा करकट्टी पनि भनेर भन्न सक्छ, भुक्तानीमा करकट्टी पनि भनेर भन्न सक्छ। है, स्रोतमा करकट्टी विथ होल्डिङ अथवा तपाईलाई भुक्तानीमा करकट्टी पनि भनेर भन्दिन सक्छ। यो तीनवटै नामहरु, यो चारवटै नामहरु चाहिँ के हुन् एउटै हुन् र यसलाई चाहिँ यो नामले चिनिन्छ। यति मात्र भने यहाँ तपाईलाई स्रोतमा करकट्टी, भुक्तानीमा करकट्टी। स्रोतमा करकट्टी भनेको के हो भन्दाखेरि जसको आम्दानी जुन स्रोतबाट भएको छ, आम्दानी हुँदाकै बखत काटिने भएको हुँदाखेरि आय सिर्जना हुने बित्तिकै काटिने भएको हुनाले स्रोतमा करकट्टी भनिएको। विथ होल्डिङ ट्याक्स भनेर भनेको भुक्तानी गर्दा लाग्ने रकम चाहिँ जसले भुक्तानी गर्ने हो उसले। जस्तै यहाँ चाहिँ कुनै ए भन्ने संस्थाले बी भन्ने व्यक्तिलाई चाहिँ भुक्तानी गर्दाखेरि बी भन्ने व्यक्तिको 750 रुपैयाँ ए भन्ने संस्थाले के गरेको हुन्छ रोकेर राखेको हुन्छ। त्यसैले यसलाई के भनियो विथ होल्डिङ ट्याक्स पनि भनियो। त्यस्तै गरी भुक्तानीमा करकट्टी पनि भनेर भनिन्छ र यो चाहिँ पेयी सिद्धान्तमा आधारित छ। भनेको भुक्तानीमा करकट्टी किन भनियो भने भुक्तानी गर्दाकै बखत करकट्टी गरिने भएर र यसलाई पे एज यु अर्न, तिमीले जति बेला चाहिँ के गर्छौ आर्जन गर्छौ, आय आर्जन गर्छौ
त्यति बेलै कर तिर भन्ने सिद्धान्तमा आधारित छ। यो पनि अग्रिम करकट्टीको एउटा के हो त नामको रूपमा हामीले लिन सक्छौँ। अब यसरी अग्रिम करकट्टीलाई हामीले मुख्यतया चाहिँ दुईटा चाहिँ हिसाबले वर्गीकरण गर्न सक्छौँ। हाम्रो आयकर ऐन 2058ले अग्रिम करकट्टीलाई अन्तिम हुने अग्रिम करकट्टी र मिलान हुने अग्रिम करकट्टी भनेर भनेको छ। जस्तै तपाईले 82-83 को बजेट सुन्नुभयो भने अर्थमन्त्रीज्यूले बजेट भाषण गर्दाखेरि संसदमा के भन्नुभएको थियो भन्दा क्यापिटल गेन ट्याक्स, शेयर बजारबाट प्राप्त हुने आयमा लाग्ने जुन क्यापिटल गेन ट्याक्स छ, क्यापिटल गेन ट्याक्स चाहिँ अब के हुने अन्तिम हुने भनेर भनिसकेपछि जसले शेयर बजारको कारोबार गर्नुहुन्थ्यो उहाँहरू के हुनुहुन्थ्यो, खुसी हुनुभएको थियो। भनेको अन्तिम हुने र अन्तिम नहुने है, मिलान हुने र अन्तिम हुने भनेर यसरी वर्गीकरण गरिन्छ। तपाईले परीक्षाको दृष्टिकोणले चाहिँ जस के सम्झनु पर्यो, एउटा मिलान हुन्छ, एउटा अन्तिम हुन्छ। मिलान हुने भनेको के हो भने मैले जहाँबाट भुक्तानी पाउँछु, मलाई जसले भुक्तानी गर्छ उसले निश्चित दरमा करहरू के गर्छ, कट्टी गर्दै मेरो नाममा कर कार्यालयमा कर दाखिला गरिदिँदै जान्छ। त्यो चाहिँ मेरो नामबाट दाखिला हुन्छ र मैले दाखिला भएको हुन्छ। र आर्थिक वर्षको अन्तिममा अब मैले के गर्छु भने देखुन, मलाई आयकर ऐनले मैले 1 वर्षभरिमा तपाईले गरे रोजगारी हुन सक्छ, लगानी हुन सक्छ, व्यवसाय हुन सक्छ, अथवा अरू कुनै कारोबारबाट मैले आम्दानी गरेको छु भने त्यस्ता खालका कारोबारको विवरण, कुल कारोबार रकम, कुल कारोबार करयोग्य रकम हैन, कर रकम, त्यसको चाहिँ के गर्नुपर्छ, घोषणा गर्नुपर्छ। भनेको त्यो चाहिँ जस्तै मैले हरेक कारोबारहरू घोषणा गर्नुपर्छ। त्यो अवस्थामा त्यो कारोबार जुन चाहिँ अन्तिम रूपमा करकट्टी गरिएको छ, त्यो अन्तिम रूपमा करकट्टी भएको कारोबारमा के हुन्छ भने अब तपाईले थप त्यसको कर दायित्व सिर्जना गर्नु पर्दैन है। तर मिलान हुनेमा के हुन्छ भन्दाखेरि तपाईले अहिले जस्तै कसैले कुनै भुक्तानीमा 1.5% करकट्टी राखिदियो गरेर कर कार्यालयमा बुझाइदियो। मानौ ए भन्ने ठेक्का कम्पनी छ, सरकारी कार्यालयले 10 करोड रुपियाँ भुक्तानी गर्दाखेरि 1,50,000 रुपियाँ त्यो ए भन्ने कम्पनीको नाममा बुझाइदियो भने त्यो बुझाएको जुन 1,50,000 छ त्यो चाहिँ अन्तिम चाहिँ करकट्टी हुँदैन। त्यो चाहिँ भोलि त्यसको हिसाब अथवा त्यसको आय उसले के गर्नुपर्छ, कर कार्यालयमा बुझाउनु पर्छ। त्यो कर दायित्व अन्तिम हुँदैन। त्यस्तो अवस्थामा त्यसलाई के भनिन्छ, मिलान हुने अग्रिम करकट्टी भनिन्छ। र अन्तिम हुने करकट्टी भनेको चाहिँ यहाँ मैले के लेखेर लेखेँ, भुक्तानीको बखत काटिएको करलाई करदाताले वार्षिक कर दायित्वमा मिलान गर्न पाइने व्यवस्था। भनेको जस्तै उसले बढी तिरेको छ भने त्यो उसको चाहिँ ब्यालेन्सको रूपमा रहन्छ, घटी तिरेको छ भने के गर्छ, उसले थप तिर्नुपर्छ, त्यो नै अन्तिम हुँदैन। त्यस्तै गरी यस्तो आय विवरण करदाताले वार्षिक आय विवरणमा समावेश गर्नुपर्छ र यदि अग्रिम करकट्टी गरिएको रकम वार्षिक लाग्ने करभन्दा बढी भएमा फिर्ता पाउन वा अर्को वर्षमा सार्न सकिन्छ। अग्रिम करकट्टी जुन चाहिँ मिलान हुने अग्रिम करकट्टीको अवस्थामा। र अन्तिम हुने अग्रिम करकट्टीको अवस्थामा भुक्तानी बखत काटिएको कर नै सो आम्दानीको लागि अन्तिम कर मानिने व्यवस्था। जस्तै अहिले मैले जुन तपाईलाई 5,000 को इक्जाम्पल दिएको थिएँ, अब यो 5,000 जुन तपाईको आय छ यो 15% तिरिसकेपछि अब यो 5,000 मा तपाईलाई थप कर लाग्दैन। त्यसैले यसलाई के भनेर भन्यो, अन्तिम करकट्टी भन्यो। यस्तो आयलाई वार्षिक आय विवरणमा समावेश गर्नु पर्दैन र काटिएको कर रकम अन्य कर दायित्वसँग मिलान गर्न वा फिर्ता माग्न पनि पाइँदैन। यसलाई हामी के भनिन्छौँ, अन्तिम करकट्टी हुने अन्तिम रूपमा हुने करकट्टी। अब त्यसपछि कानुनी व्यवस्था के छ त है, कानुनी व्यवस्था के छ, कस्ता कस्ता दरका छन्, एकचोटि सरसर्ती हेरौँ। आयकर ऐन 2058 बमोजिम करकट्टी सम्बन्धी व्यवस्थाहरू चाहिँ 87, 88, 89 र 92 मा चाहिँ व्यवस्थाहरू गरिएका छन्। 87 मा चाहिँ रोजगारदाताबाट करकट्टी भनेर भनेको छ। जस्तै कुनै पनि व्यक्तिले कुनै पनि कम्पनी छ, फर्म छ, उसले चाहिँ के गरेको छ, आफ्ना चाहिँ कर्मचारीहरूलाई के गर्छ, भुक्तानी दिन्छ। त्यसरी कर्मचारीलाई भुक्तानी गर्दाको बखतमा उसले कर्मचारीलाई गर्ने भुक्तानीमा निश्चित प्रतिशतमा के गर्छ, आयकरले तोके अनुसार करकट्टी गरेर कर कार्यालयमा दाखिला गरिदिन्छ। जस्तै सरकारी कर्मचारीहरूले अहिलेको व्यवस्था अनुसार अब 83-84 को बजेटको व्यवस्था अनुसार चाहिँ जस्तै कसैको चाहिँ करयोग्य आय 10 लाख रहेछ भने 1% त्यो चाहिँ रोजगारदाताले अथवा त्यो कार्यालयले करकट्टी गरेर के गर्छ, कर कार्यालयमा दाखिला गर्छ। यो विषयमा चाहिँ आयकर ऐन 2058 को अनुसूची 1 मा व्यवस्था गरिएको छ। त्यस्तै गरी रोजगारदाताले कर्मचारीको पारिश्रमिकबाट अन्य रकम
कट्टा गर्ने अधिकार पाइएको भए तापनि वा अन्य कानुनले आय घटाउन नपाइने व्यवस्था गरेको भए पनि करकट्टी गर्ने दायित्वबाट उन्मुक्ति पाइने छैन भनेको। जसले चाहिँ करकट्टी गर्नुपर्ने हो, जो रोजगारदाता हो, उसले अनिवार्य रूपमा चाहिँ के गर्नुपर्छ, करकट्टी गर्नु चाहिँ पर्छ, अरू जे जस्तो अवस्थामा भए पनि। त्यस्तै गरी लगानी र प्रतिफल र सेवा शुल्कको भुक्तानीमा करकट्टी भनेर दफा 88 मा व्यवस्था गरेको छ। कुनै बासिन्दा व्यक्ति भनेको के हो भन्ने सम्बन्धमा आयकर ऐन 2058 ले चाहिँ परिभाषित गरेको छ। निश्चित दिनसम्म नेपालमा चाहिँ कम्तीमा नेपालमा बसोबास भएको व्यक्तिलाई चाहिँ बासिन्दा व्यक्ति अथवा नेपालको व्यक्ति भनेर भन्ने बुझ्नुपर्छ। यहाँ लगानी प्रतिफल वा सेवा शुल्क भुक्तानी गर्दा करकट्टु गर्नुपर्ने व्यवस्था छ। यसमा चाहिँ सामान्य दर भनेको जस्तै ब्याज भुक्तानी हो, प्राकृतिक स्रोत बापतको भुक्तानी होस् अथवा चाहिँ भाडा भुक्तानी होस्, रोयल्टी, सेवा शुल्क, कमिसन, बिक्री बोनस अथवा अवकाश भुक्तानी गर्दा सामान्यतया 15% का दरले के गर्नुपर्छ, करकट्टी गर्नुपर्छ। तपाईहरुलाई चाहिँ अघि माथि प्रश्नमा के भनेको थियो, यसमा आयकर ऐन 2058 बमोजिम कस्ता भुक्तानीमा कुन दरमा करकट्टी गरिन्छ भनेको थियो। कस्ता भुक्तानी जस्तै लाभांश कुन दर 15%, यो क्वेशनको एन्सर हामीले यहाँ यसरी लेख्दैछौँ। त्यस्तै गरी लाभांश भुक्तानी 5%, त्यस्तै गरी मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिलाई सेवा शुल्क भुक्तानी भ्याटमा दर्ता छ र उसलाई चाहिँ हामीले उसले गरेको काम बापतको भुक्तानी गर्छौं भने त्यस्तोमा 1.5%। जस्तै मानौ 100 रुपैयाँको चाहिँ कसैले बिल लिएर आयो भने उसलाई 100 रुपैयाँमा 1 भ्याट रकमको मूल्य अभिवृद्धि कर लाग्ने रकम भनेको 100 रुपैयाँमा 87 रुपैयाँको चाहिँ 1.5% कट्टी गरेर बाँकी रकम मात्रै उसलाई के गर्छौं त भने भुक्तानी गर्दिन्छौं। त्यस्तै गरी घरबाल भुक्तानी, यसमा चाहिँ 10% कट्टी गर्छौं, तर प्राकृतिक व्यक्तिले घरबाल प्राप्त गर्दा करकट्टी गर्नु पर्दैन। ढुवानी सेवा वा सवारी साधन भाडा 2.5% चाहिँ करकट्टी गर्छौं, तर यदि चाहिँ फेरि भ्याटमा दर्ता भएको चाहिँ ढुवानी सेवा रहेछ भने त्यसमा चाहिँ 1.5% हुन्छ। बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिलाई तपाई हामीलाई दिने ब्याज जुन चाहिँ व्यवसायसँग सम्बन्धित होइन त्यस्तो अवस्थामा 6% चाहिँ करकट्टी गरेर उसले चाहिँ के गरिदिन्छ, दाखिला गरिदिन्छ। त्यस्तै गरी आकस्मिक लाभ हो भने 25% र त्यस्तै गरी ठेक्का वा करारको भुक्तानी गर्दा करकट्टी गर्ने भनेर चाहिँ दफा 89 मा लेखेको छ। दफा 89 ले के भनेको छ भने ठेक्का पट्टाको कारोबारमा हुने भुक्तानीमा करकट्टी सम्बन्धी व्यवस्थामा के छ भने यसमा चाहिँ 10 दिनभित्र 50,000 रुपैयाँ भन्दा बढी भुक्तानी दिँदा चाहिँ 1.5% का दरले करकट्टी गर्नुपर्छ। त्यस्तै गरी उपभोक्ता समिति मार्फत काम गराउने गरिएको काममा 50 लाख रुपैयाँ भन्दा बढीको भुक्तानी गरिन्छ उपभोक्ता समितिबाट भने त्यस्तो अवस्थामा पनि 1.5% काट्नुपर्छ। र यसमा चाहिँ व्यवसाय सञ्चालन नगरेको प्राकृतिक व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि गरेको भुक्तानीमा यो व्यवस्था लागू हुँदैन भनेर पनि भनेको छ। त्यस्तै गरी अब अन्तिम हुने चाहिँ करकट्टी भनेर जुन हामीले भनेका थियौं त्यो चाहिँ कस्तोमा हुन्छ त भनेर यहाँ उल्लेख गरिएको छ। बासिन्दा वा साझेदारी फर्मले वितरण गरेको लाभांश चाहिँ के हुन्छ, अन्तिम करकट्टी हुन्छ। प्राकृतिक व्यक्तिलाई भुक्तानीमाका लागि गरिएको घर भाडा त्यो पनि अन्तिम हुन्छ। त्यस्तै गरी बैंक, वित्तीय संस्था, सहकारीले प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको ब्याज यो पनि अन्तिम करकट्टी हुन्छ। र प्रति बैठक 20,000 रुपैयाँसम्मको बैठक भत्ता यो पनि के हुन्छ, अन्तिम हुन्छ। पटके अध्यापन, प्रश्नपत्र तयार वा उत्तर पुस्तिका जाँच गरे बापतको भुक्तानी पनि के हुन्छ, अन्तिम करकट्टी हुन्छ। त्यस्तै गरी आकस्मिक लाभको पैसा जस्तै चिट्ठा, उपहार, पुरस्कार आदि बापतको रकम पनि के हुन्छ, अन्तिम भुक्तानी हुन्छ। र नियमित पेन्सन बाहेकका सबै प्रकारका अवकाश भुक्तानीहरू पनि के हुन्छन्, अन्तिम भुक्तानी हुन्छन्। म्युचुअल फन्डबाट प्राप्त गर्ने विवरण, लाभांश, लगानी बिमाको लाभ र गैर व्यावसायिक करदाताको नेपालमा स्रोत भएको घरबाट भुक्तानीको पनि के हुन्छ, अन्तिम करकट्टी हुन्छ। त्यस्तै गरी स्वीकृत नलिएको अवकाश कोषबाट भएको लाभको भुक्तानी पनि अन्तिम हुन्छ। स्वीकृत चाहिँ प्राप्त भनेको जस्तै सोशल सेक्युरिटी फन्ड, नागरिक लगानी कोष हैन, कर्मचारी कोष, यी चाहिँ स्वीकृत भएका हुन् भने स्वीकृत नभएको भनेको अन्यहरू हुन सक्छन्। वायुयान लिज बापतको रकम भुक्तानी भनेको एयरपोर्टमा चाहिँ तपाईको इन्टरनेशनल एयरपोर्टमा चाहिँ कसैले प्लेन राख्दाखेरिको त्यसको भाडा भुक्तानी गर्नुपर्छ, त्यो विषय यहाँ उल्लेख गर्यो। बैठक भत्ताको कुरा भयो, पटकको रूपमा लेख्ने भनेको यिनै विषयहरू। यी विषय तपाईले आयकर ऐनको दफा 92 मा जस्ताको तस्तै लेखेको छ, एकपटक हेर्नु होला। र अग्रिम करकट्टीको चाहिँ फाइदा चाहिँ के हो त भन्दाखेरि यसले चाहिँ के गर्छ भन्दाखेरि अग्रिम करकट्टी भुक्तानीकै बखतमा चाहिँ के भन्छ
भुक्तानी गरिने हुँदाखेरि अथवा कट्टी गरिने हुँदाखेरि सरकारलाई नियमित रूपमा राजस्व प्राप्त हुन्छ। जस्तै मैले 1 वर्षभरि आय गर्छु अनि आर्थिक वर्ष सिद्धिएपछि चाहिँ पैसा बुझाउँछु भन्ने हुँदैन र सरकारलाई चाहिँ रेगुलर रूपमा चाहिँ आम्दानी भएको हुन्छ। र करको दायरा विस्तार जस्तै चाहिँ तपाईँको सामान्य अध्यापन पटके बैठक भत्ता होइन यो सबै कुराहरूलाई चाहिँ के गर्न सक्दैन, राज्यले चाहिँ प्रत्यक्ष चाहिँ मोनिटर गर्न सक्दैन। तर त्यसको लागि चाहिँ तिमीहरूले ल यस्तो भुक्तानी दियौ भने तिमीले कर कट्टी गर्नुपर्छ भनेर भनिसकेपछि जसले यसले के गर्ने भयो, करको दायरा चाहिँ विस्तार हुने भयो है। त्यसै गरी लागतको न्यूनीकरण, तपाईँले राज्यले खासै यसमा चाहिँ थप कुनै स्रोत साधनको के भन्छ प्रबन्ध गर्नु पर्दैन। सम्बन्धित जुन रोजगारदाता अथवा व्यवसाय अथवा चाहिँ ठेक्का भुक्तानी गर्दाखेरि सम्बन्धित व्यक्तिले नै के गर्छ, भुक्तानी गर्छ र कर कट्टी गर्छ र उसैले गएर के गर्छ, कर कार्यालयमा दाखिला गर्छ। राज्यले चाहिँ थप यसमा स्रोत साधनको चाहिँ उ गर्न पर्दैन। कर छलीको नियन्त्रण हुन्छ। यसमा चाहिँ स्रोतमै कर कट्टी हुँदाखेरि चाहिँ कसैले आफ्नो आम्दानी चाहिँ के गर्न सक्दैन, लुकाउन सक्दैन। त्यस्तै गरी सहजता छ। यसले के गर्छ भन्दाखेरि जस्तै आर्थिक वर्षको अन्त्यमा चाहिँ ठुलो चाहिँ रकम तिर्नुभन्दा हरेक भुक्तानीमा थोरै तिर्दै जाँदाखेरि उसले चाहिँ लगभग 1 वर्षभरिमा तिर्न पर्ने कर चाहिँ लगभग के हुन्छ, तिरिसकेको हुन्छ र उसैलाई एकैचोटि चाहिँ के पर्दैन भन्दाखेरि आर्थिक भार पर्दैन। र यसले आर्थिक अनुशासन भनेको अर्थतन्त्रमा पारदर्शिता पनि कायम गर्छ भने अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन पनि मद्दत गर्छ। यहाँ तपाईँहरूलाई मैले मिलान हुने र मिलान नहुने कर कट्टी बीचको चाहिँ एउटा डिफरेन्स पनि राखिदिएको छु। यसलाई पनि के हेर्नु होला, एकचोटि हेर्नु होला। र यसमा तपाईँले अर्को चाहिँ बुझ्नुपर्ने कुरा के हो भने यसरी जसले कर कट्टी गरेर राख्छ भनेको जस्तै यहाँ मैले इक्जाम्पलमा दिएको यो जुन 750 रुपियाँ थियो, यो 750 रुपियाँ सम्बन्धित रोजगारदाताले के अरे महिना सिद्धिएको 25 अर्को महिनाको 25 गतेभित्र कर कार्यालयमा के गर्नुपर्छ, यो चाहिँ बुझाइदिइसक्नुपर्छ, जसलाई हामी चाहिँ इटिडिएस गर्ने भनेर भन्छौँ। यदि नबुझाएमा 15% चाहिँ ब्याज र 2.5% जरिमाना चाहिँ लाग्छ। हस्, नमस्ते। यो भिडियो थप तपाईहरुलाई कुनै पनि विषयवस्तुमा अरु चाहिँ भिडियोहरु चाहियो भने कमेन्ट गर्नुहोला। नमस्ते।